जन्नत यार यो जन्नत यार यो हेलो गाइस थम्बनेलदेखि थाहा पाउनु भएको होला हामी कता जाँदैछौँ भनेर हामी जाँदैछौँ मनाङ तिलिचौ अहिले चाहिँ हामी सौगातको रुममा छौँ अब यहाँदेखि हामी प्रस्थान हुन्छौँ र यो भ्लग चाहिँ एकदम मजेदार इन्ट्रेस्टिङ हुनेवाला छ अब थम्बनेलदेखि थाहा पाइसक्नु भएको छ कहाँ जाँदैछौँ सो लोकेसन हेर्न एकदम एक्साइटेड हुनुहुन्छ होला होइन अब के अरू के भन्ने केटा अब सिधै भ्लग हेर ल अनि हामी चाहिँ कहाँ बस्छौँ के गर्छौँ कसरी जान्छौँ त्यो चाहिँ अब बाटोमा जहाँ बस्छौँ त्यो फिल गर्दै हेर्दै भन्दै त्यसरी जाउँ होला स्टार्टिङमा चाहिँ सबै नभनौँ सो मजा लिनुहोस् मजा लिनुहोस् सबैले यता ल यता सबैले अब चाहिँ हामी लाग्यो केटाहरूले चाहिँ यता फर्स्ट किन्दैछन् आँखाको सेफ्टी पनि जरुरत छ बाटोमा धेरै फोहोर छ किनभने हाम्रो नेपालको बाटो त्यही त होइन अब अलिकति टक्क चिल्लो रोड भएको भए संसारको पनि जरुरत पर्दैन यता हेर मान्छे नचिने चोर साना चोर भन्दै साँच्चै चोर जस्तो त्यही हो अब यहाँदेखि चस्मा किनेर हामी चाहिँ टक्क लान्छौँ त्यसपछि अब हामी सायद एकैपटक हामी खाना खाने ठाउँमा भेट्छौँ होला लगायत हामी चाहिँ मुगलिने सेकेन्ड मुगलिन कट्यौँ फुलपारी अब चाहिँ हामी यहाँ खाना खान्छौँ हालत छाडा दर्द कर रहा है जी अनि उहाँ बस्या मान्छेहरू गाजर साजर लगाएर बस्या मान्छेहरू के अरे छाडा यो छाडामा चाहिँ बिहान मलाई काला के छ कहाँ जाँदैछ कतिको एक्साइटेड छौ के छ विराट हाउ मच एक्साइटेड यु आर अब स्वर्ग देख्न को एक्साइटेड हुँदैन र यस्तो छ है मोबाइल भेटाइदियो सब ठिक मोबाइल भेटाएर देखको देख्छु पुरस्कार दिनुपर्ने हो 5000 पुरस्कार मै भएर पनि 77 86 बाट साइजमा हो के काला सबभन्दा कम त म काला 63 ओन्ली खै दादा वाच 73 अनि पर्दा पछाडिको मान्छे हाम्रो धीरज एडिटर हाम्रो मेन स्पेशल आइडी स्टुडेन्ट ओहो काला 81 काला त पातलो भने त हाइटले पनि जम्बो जमजुङ बेसी साह्रो अब हामी साढे 2 घन्टा पुग्छ होला 2 घन्टा लाग्छ अनि के भन्दाखेरि केटाहरू कष्ट भयो कोही कहाँ छन् थाहा नै छैन को कहाँ छ उनीहरू सायद थाहै छ होला सगत अगाडि छ लागेको तर को कहाँ छ केही थाहा छैन सँगै चाहिँ रमाइलो गरौँ न भने अलग अलग छन् यिनीहरू देखेंगे एक एक को देखेंगे नेपालको फर्स्ट टनल हेर्ने मन चाहिँ यो है दिस इज नेपाल फर्स्ट टनल रे यता पछाडि चाहिँ मतलब मनाङ जाँदाखेरि के स्पेसल ठाउँमा भेटिने रहेछ है केटा हो आउने मान्छेले देखेको छ होला नआउनेले हाम्रो भिडियोदेखि हेरेर मजा लिनुहोस् ल स्टार्ट भयो पुग्दैछौँ हाम्रो हालत के हुन्छ हेरौँ है सबैको के भन्छ बिप टाइट भन्छ नि बुझ
बुझिहाल्नु होला एक्ज्याक्टै भएको छ यता हुँदा माथि गाइस हामी चाहिँ बाटो हेर्नु है गाइस कस्तो अफरोड अब यो के अफरोड भन्नु बाँकी छ उता नेचर हेर्नुहोस् न गाइस विराटजी के छ एकदम नेपाली पारामा पानी पिउँछ मुलको पानी होला तिमी त बेयर किल्स जस्तै देखिरहेको छ त अच्छा कस्तो पानी कटिदिएको पानी पिउँछ बिर्से यार पहिला ओहो साथी राजधानी के बसेको पानी खान बिर्सेछ ओ माई गॉड इन्डिया बसेर पनि होला है खासमा क्या कि म होइन सानोमा धेरै पिउँदै होइन अनि पछि फ्लू भएछ बेयर किल्स जस्तै देखिरहेको छ त So I go outside. Oh, my English is done, please, bro. Cut it. किन हो काला के भयो बात बताओ यो सिडी चाहिँ कहाँ भने माथि कहाँ भने छैन त यतिमा सकेको बनाएको चाहिँ किन हो र यो भ्यू चाहिँ यो हेर्नु ल के छ प्लास्टिक म्यान के लगा भाइ 5 किलोको प्लास्टिक काला ढकल न बाइकको हालत साइलेन्सर पार्क भइसक्यो हालत त्यस्तै छ ल गाइस हामी चाहिँ अघि चाहिँ मेरो फोन अफ भएर मैले भिडियो बनाउनु पाएन हामी चाहिँ चामेमा छौँ माथि जाने प्लान थियो तर बेटर अप्सन चाहिँ यो लाग्यो कि चामेमा बस्ने अनि भोलि बिहान चाहिँ हामी खानसार निस्किन्छौँ अनि बिहान खानसार निस्किसकेपछि खानसारदेखि चाहिँ हामी क्याम्पमा चाहिँ हामी हिँडेर जान्छौँ सो जति पनि आउँदै हुन्छ अब टाइमसँग थोरै छ भने त सिधै हजुर जान सक्नुहुन्छ नत्र भने रिल्याक्ससँग चामेमा बसेर अनि अर्को दिन खानसार गएर है अनि बेस क्याम्पमा त्यसरी जान सक्नुहुन्छ हजुर है हामी चाहिँ आज चामेमा बस्छौँ अनि भोलि खानसार अनि हिँड्दै क्याम्प अनि अर्को दिन चाहिँ एउटा हामी माथि तिरिचौ लेक जान्छौँ यो होटेल यदि हजुरहरू पनि आउँदै हुनुहुन्छ भने यो होटेल हेर्नु होला यो भिडियो हेरेर यहाँ चाहिँ एफोर्डेबल प्राइसमै छ है रुमहरू पनि अनि खाना पनि ठिकै छ सो हजुरहरू आउन सक्नुहुनेछ चोइस त हजुरहरूको हो कहाँ आउने कति बजेट छ त्यो हिसाबले तर हामी चाहिँ यहाँ चामेमा बस्यो अब भोलि बिहानको सफर लगाइज थाकेको छ टाउन दुखेको छ मलाई औषधि पनि खाइसकेँ खानसार पनि खाइसक्यो हामीले अब भोलितिर भेटौँ गुड मर्निङ गाइज गुड मर्निङ साँझ हामी रात पर्सेको थियो नि त साँझ रात पर्छ के बोला यार मतलब हामी यता आउँदासम्म रात पर्सेको थियो सो भ्यू हेर्न पाएको थिएन बिहान हेर्दाखेरि चाहिँ भ्यू एकदम दामी र पछाडि देख्न सक्नुहुन्छ र म अगाडि देखाउँछु योवाला राइडर चाहिँ यता छ है एकदम हेभी राइडर छ राइडर के छ तयारी अवस्थामा राइडरले खै के मुडमा छ के हो र भिडियो खस्यो होला नि हामी चाहिँ चामेदेखि हिँडिहाल्यौँ है अब चाहिँ
हल्का प्रब्लम आयो यो बाइकमा एक्सिलेटर तारिक के भन्दैछन् एकछिन हामीहरू हिँड्छौँ अब सकु चाहिँ मिस्त्रीलाई बोलाउनु गयो एकछिनमा मिस्त्री आएपछि गाउँछौँ त्यो पछाडि हामी लाग्छौँ फाटो फुटो त बाइकमा प्रब्लम आइहाल्छ यस्तो ठाउँमा यति चाहिँ ध्यान दिनु होला लाइक सानतिनो पाठ पूजा देखाउनुको लागि बाइकमा त्यो हुन्छ नि के भन्छ नटबोर्डहरू कस्ने तिनीहरू चाहिँ राखिराख्नु होला किनभने जता पनि काम लाग्न सक्छ त्यो गाई चाहिँ यो म त धेरै पछाडि होइन लाइक घुमिरहेको हो तर यस्तो ठाउँमा चाहिँ म आजसम्म आएको हुन्थेन ट्रेकिङ हिसाबले लेक हेर्ने हिसाबले यस्तो ठाउँमा म त इमोसनलै हुन्छु होला माथि गएर त्यही भएर भ्लग बनाउनु छाडेको पनि कति भयो अब यो भ्लग चाहिँ मनाङको अब यस्तै बोलेरै हाम्रो योहरू देखेरै हुन्छ यस पछाडि चाहिँ हाम्रो भ्लगहरू चाहिँ स्पेसल्ली टार्गेट गरेर लोकेसनलाई अनि त्यहाँ गएर त्यो ठाउँको बारेमा हुनेवाला छ सो लङ भिडियो चाहिँ हुँदैन जाने सफर त्यस्तो चाहिँ खासै हुँदैन सो यो भिडियोलाई चाहिँ माया गरिदिनु होला यदि यसमा अहिले क्या होला मैले त यो भिडियोमा राम्रो रेस्पोन्स आयो भने चाहिँ म त्यस्तोवाला भ्लग पनि छिट्टै गर्नेवाला छु के छ दादा सिटी बजेपछि बाइक बन्यो कि होइन काला मोहन आर यु ह्याप्पी तर मोहनको लागि स्कर्पियो अड्डेको थियो एकछिन तर चलिदिइहाल्यो ल बलर ओ माइ गॉड फाइनली बन्यो ब्याकम्यान बलर क्रिकेटर रे ब्याकम्यान ल खै ओए यो के हो यो स्याउ हो ल हेर्नुहोस् है गाई दिस इज स्याउ खाने भाइ आऊ स्याउ खाने हो मायालुहरू स्याउ खाना भए आउनुहोस् है तर फलाएन अहिले चिसो मौसममा हो हेलो लुक एट दिस अरू देखाउँछ होइन यसलाई लुक एट दिस ब्रो Oh. And look, guys, I want to show you this. गाइस हाम्रो बब मार्ली दाइले आएर तोप सोप खानुहुन्थ्यो है यो क्याफेमा आएर चाहिँ बब मार्ली होटलमा शिवजीको प्रसाद है बब मार्ली दाइको यहाँ बब मार्ली होटल है त जन्नत यार यो जन्नत यार यो त आँखाले नै हुन्छ नि त्यो हुन्छ नि भ्यू हेर्नुहोस् के भनौँ कि लाइक राम्रो भनेर राम्रोको बखानै सायद कम पर्छ होला त्यति राम्रो छ मेरो लागि यो फर्स्ट ट्रिपै थियो थ्याङ्क यू टु सौगात है थ्याङ्क यू है सौगातले गर्दा म यहाँ आएको मतलब जाम भनेर तर यो ट्रिप मेरो लागि जिन्दगीको यादगारै ट्रिप हुनेवाला छ सो मौका पऱ्यो भने सायद यो चोटि अर्कोचोटि पनि आउनेवाला छु अझै त के देख्न बाँकी छ के देख्न बाँकी छ वेलकम टु मनाङ यहाँको भ्यू चाहिँ एकदम बवाल छ
एक नजारा यो नजारा देखेर तपाईँहरू घरदेखि नै लोभिनुहुन्छ काम नगर्दा कि आई नो हामी चाहिँ खानसारमा नास्ता खाएर हामी खानसारदेखि निस्किहाल्यौँ अनि के भन्दाखेरि हामी टुप्पो खाएर निस्केको थियौँ अनि 3 मिनट मात्रै किनेको थियौँ यतिकै सास फुलेको माथिसम्म हालत के हुने बडे कति घन्टा पुग्छ गएर तिमी माथि म त भनेन बेस क्याम्प भट्टीलाई सोध्नु बेस क्याम्पमा कोले 4 घन्टामा पुग्छु भन्थे लेट चाहिँ 4 घन्टामा पुग्छ नि कति टाइममा पुग्छ अनि हामीलाई चाहिँ उहाँ चाहिँ के भन्नुभएको भन्दाखेरि खानसारमा हामीले होटलमा बसेको उहाँ चाहिँ के भन्दाखेरि धेरै भिडियो फोटो खिच्दिनु हिँड्नु होला बिचमा बिचटामा ढुङ्गाहरू खस्छ होइन अनि पानी चाहिँ नि लगेर जानु होला होइन एक दुईवटा सेफ्टी कुराहरू चाहिँ अप्नाएर जानुपर्छ कहाँ हो है माथि लाने हो यस्तो छ है गाई चाहिँ यसरी लानुपर्छ द्याट्स वाइ महँगो पर्छ माथि बाटो चाहिँ लड्ला चाहिँ हाम्रो भाइलाई चाहिँ पोलिस घट्ने भएसको भयो ज्या बासी हिँडेको छ यार लाउरेको छोरोस् कमान बाउले अझै गन बारुद पड्काउँछु न विदेशमा छिटो ल जिन हो लाउरे तिलिचुलेक I'm coming! अब म जान्न होला गाडी आधै आन्न के छ विराट बेयर किल्स हाउ वाज योर ट्रेकिङ Oh god! मेरो फर्स्ट एक्सपिरियन्स थियो फर्स्ट एक्सपिरियन्स स्वर्ग हेर्न आसान पाइन्छ भन्ने चाहिँ बुझेँ मैले बाटो रुट कस्तो छ अप्ठ्यारो स्वर्ग हेर्न सजिलो छैन नि त फर्स्ट भ्लगमा फर्स्ट फकिङ ट्रेकिङ फर्स्ट ब्लग यस्तो फकिङ एडभेन्चर गाइज अनि के भन्न चाहन्छु भन्दाखेरि यदि हजुरहरूको फर्स्ट ट्रेकिङ हो भने चाहिँ प्लिज फर्स्टमा ट्राई गर्नु होला डिफ्रेन्ट हुनु त लेकहरू अलि लाउडमा अनि बल्ल यहाँ आउनु होला तर यहाँ आइसकेपछि चाहिँ जन्नत हो यति त इतना तू बनता है ना इसके लिए एक्चुअली के हो भन्दाखेरि म चाहिँ यो भ्लग चाहिँ बहुत कन्ट्रिब्युट बनाउँछु किनभने केटाहरू इन्डियामा छन् नि त फेरि आफ्नो ब्युटी भने प्रमोट गर्ने हो क्या अब क्या हो क्या भाई अभी ना एक्सीडेंट हो जाता है अभी एक्सीडेंट हो जाता भाई वो भी खच्चड के छ अनि यस्तो म बेला बेलामा हिन्दी चाहिँ किन बोल्छु भन्दाखेरि अब यस्तो भ्लगिङमा चाहिँ बोल्छु किनभने आफ्नो यो नेपालको ब्युटी चाहिँ प्रमोट गरेको हो क्या अब इंग्लिश माई इंग्लिश लिटिल बिट यू नो दिस वीक सो हिंदी प्रॉपर आता है तो हिंदी में बोल के लौंडे को बताता हूँ कि अपने दोस्तों को कि देखो यहाँ पर ऐसा ब्यूटी हो तो लोग देखेंगे प्रमोट होगा वो लोग आएंगे बस इतना है कि अभी ये है ना कि अभी इंडिया के लोग जब आते हैं ना तो ये बहुत वायरल हो रहा है कि वो बहुत गंदगी करते हैं यहाँ पर मत गंदगी करना कि यहाँ पर
क्योंकि बहुत अच्छा व्यू है यहाँ पर, गंदगी मत करना, बस आना एंजॉय करना, ठीक है। इन्डियाको मान्छेहरू लोत आइरहेको छ कि इंडिया लोग भी यहाँ पर बहुत आते हैं, बट थोड़ा सा कम, बाकी ये साल तो बहुत आ रहा है नहीं, यहाँ पर भैया जी। पर यहाँ पर थोड़ा कम आते हैं, पर आइए यहाँ पर बहुत अच्छा व्यू है। अनि आउनुहोस् है, नेपाली भाइ बहिनी, दिदी बहिनी, अङ्कल आन्टी, बुढा बाजेलाई चाहिँ भन्दैन, सक्नुहुन्न उहाँहरू। सो गाइज रमाइलो हुँदैछ, अझै खतरा त आउँदैछ, हेर्दै गर्नुहोस्, स्टे ट्युन हुनुहोस्, रमाइलो गर्नुहोस्, अहिलेसम्म हेरिराख्नु भएको अझै हेर्नुहोस्, बस मजासँग पपकर्न खाँदै यो भ्लग हेर्नुहोस् ल। पछाडि हेर्न सक्नुहुन्छ, देखिरहेको छ होला, जो हामीले टिकटकमा हेर्थ्यौँ, युट्युबमा हेर्थ्यौँ है, आज जे होस् सपना पुरा हुँदैछ त्यो सब। केटाहरू उता पुगिसक्यो, हामी चाहिँ भिडियोको लागि अलिकति ढिलो गऱ्यौँ। अनि एउटा कुरा चाहिँ, उता पुगिसकेपछि चाहिँ म चाहिँ यति भिडियो गराउँदैछु, र अलिक कम गराउँछु या फिर गराउँदैन होला। उता चाहिँ भिडियो अलिक कम गराउनु होला, फोन चलाएर अलिक कन्सर्न भइदिनु होला, किनभने उता चाहिँ धेरै अब देख्नु भएको होला हाउरी लाग्छ, अनि माथिदेखि चाहिँ ढुङ्गाहरू खस्ने गरेछ, त्यही भएर चाहिँ त्यस्तो ठाउँमा चाहिँ चलाएपछि ढुङ्गा खस्ने होइन, अनि हाउरीले अब जोखिमै छ भन न, बुझ्नु न होइन, त्यही भएर चाहिँ हल्का कन्सर्न भएर हिँड्नु होला। अनि बस मजा आइरहेको छ है। कस्तो भन्दाखेरि हिँड्न थकान पनि लागिरहेको छ, अनि फेरि भ्यू हेरिन्छ, अनि भ्यू हेरेर फेरि मजा आउँछ। अनि त्यो भ्यूले चाहिँ सबै त्यो थकानै दूर गरिदिन्छ क्या। अझ तिर्चोको झन् अति बवाल छ होइन। अब त्यहाँ पुगेपछि झन् हामी चाहिँ अब सायद हामी यो थकानहरू सब बिर्सिन्छौँ होला भोलि। बस आज चाहिँ बेस क्याम्पमा जसरी पनि पुगौँ। यो फर्स्ट यस्तो भ्लग भनौँ कि, भ्लग त गरिरहेको यस्तो वाला भयो भ्लग, अनि फर्स्ट ट्रिप भनौँ, लङ ट्रिप ट्रेकिङ, बस रमाइलो भइरहेको छ। अब त चिसो हुन थाल्यो, त्यही मैले क्याप टोपी पनि लगाएको। अब चाहिँ यतादेखि उता जाँदाखेरि चाहिँ टक्क सेफ्टीमा टोपीसोपी लगाएर है, चिसो बढ्ने रहेछ अलि अगाडि पुगेपछि। अब चाहिँ फुल सेफ्टी। अब एकछिन अगाडि पुगिसकेपछि म सायद यो ज्याकेट पनि लगाउँछु होला। अनि तिम्रो अगाडि गएर खिचिदिउँ ल। केटाहरू उता छन् कि, कम अन कम आऊ सक्नु अलि बचाएर पछाडि बस्छु है अलि। आइरहेको मान्छे त आइहाल्नुहुन्छ है, तर फर्स्ट टाइम आउनुलाई गाह्रो हुनेछ। मेरो पनि फर्स्ट टाइमै हो। चिसो हावा पनि लगाइरहेको छ, हावा फर्स्ट एडभेन्चर। ओइ सर यस्तो छ बाटो चाहिँ, कस गरिरहेको छ बाटो। ओए 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 गाइस ल्यान्डस्लाइड एरिया हामीले पार गरिसक्यौँ। केटाहरू भर्खर आउँदैछ है, छिटो आयो, उतादेखि चाहिँ छिटो आयो केटाहरू होइन। तर जो ल्यान्डस्लाइड एरिया पार भयो, अब थोडा रिल्याक्ससँग गइन्छ केटाहरू। अब यस्तो छ पुरानो कस्तो मिठो हुँदैछ नि कुराहरू। पानीको महत्त्व झन् धेरै थाहा हुँदो रहेछ। पानी चाहिँ टन्न बोकेर लिएर आउनुलाई लाइक हामी पर्दैन छैन हुनु जामेर मायाहरू जो हेर्ने हुन्छ मतलब केटाहरू। बेस क्याम्प चाहिँ आयो है, आजको रात बेस क्याम्प हुन्छ। घटाएको खुट्टा भाँचिएको रहेछ, देख्न सक्नुहुन्छ बिचरा लड्यो होला। यहाँ कस्तो राम्रो फुल फलेको रहेछ, यस्तो दामी भिडियो बनाइदिएको, बिचरा खुट्टा देख्न सक्नुहुन्छ। विराट हजुर के छ, होटल पनि है, रिलिफ हो होटल पनि है पुरा स्ट्यान्डर्ड
पुरा ट्रेडिसनल टाइप फुल्ली एनर्जी बजाउनुपर्छ त्यो भने त्यही भएर हामीले शिलाजित लिएको छ don't think wrong guys शिलाजित also used for like sorry त्यो के भन्छ त्यही है एउटा बुझ्नु न मिलाएर गुड मर्निङ हिजो आएपछि अनि फोन पनि स्विच अफ थियो थाकेको पनि थियो फोनै हेरिएन खाना खाइ सबक्क सुत्यो हामी चाहिँ अहिले बेस क्याम्पमा छौँ अब बेस क्याम्पदेखि अब ओटसोट खाएर अब निस्कियो राति हल्का गाह्रो हुँदैछ सबै साथीभाइहरूलाई चाहिँ अलिकति अनि ऊ होइन होला भन्ने मान्छे चाहिँ आउने बित्तिकै भतक्क सुत्यो आउनु फेरि एक डेढ घन्टा अगाडि आयो भने 2-3 घन्टा सुतेर बितायो हामी आइसकेको थियौँ पछि 1 घन्टा पछि आधा घन्टा 1 घन्टा पछाडि बिहानको ओट्स 4 बजी हिँड्ने भनेको 5 बजी हाल्यो हामी चाहिँ हिँड्न थाल्यौँ है आज चाहिँ अलिक छिटो हिँड्नुपर्छ के छ एक्साइटेड हो केटाहरू एक्साइटेड हो माथि भ्यू हेरेर अलिक एक्साइटेड हो भर्खर हिँडेको छ अब माथि पुग्दैछ मजा आएगा बस आज चाहिँ अलिकति जोस छ हिजोको भन्दा पुरा धेरै लिएको माथितिर भेटौँ है सानो खाले पनि यदि कति मिनट भएको छ होला 10 मिनट सायद 10 मिनटमा यस्तो केटाहरू सजिलो चाहिँ छैन है हेर्दाखेरि मात्रै सजिलो हो कस्तो दामी छ केटाहरू तर कस्तो राम्रो छ है गाइज लुक के भन्नु यो पहाडलाई मतलब सास फुलेर के बोल्नु सकिरहेको छैन सजिलो छैन अप्ठ्यारो पनि छैन तर सजिलो पनि छैन है यो साउन्ड सुन्नुहोस् ओ एउटा डाडो कटाइ आउनेले एउटा डाडो के भन्ने पहाडै कटाएर आयो नजदिक भएर छैन है केटा मेहनत नगरेर फल पाइँदैन भन्छन् त्यो हिउँ छुनको लागि त्यता पुग्नुको लागि यति मेहनत गर्नै पर्छ धेरै जस्तो मान्छे त तलदेखि त माथि जानु सकेर फर्किन्छ तलै बसेर जान्छ एउटा भ्लगलाई जति सक्दो माया गर्नु होला है यति मेहनत गरेको छ देख्न सक्नुहुन्छ सास फुल्नेको फर्स्ट सेकिङ है तिजो मस्ट डिफिकल्ट सुन्नु त्यस्तै हो तर यादगार हुनेछ किनभने फर्स्ट यस्तो नै यति हार्ड मान्छेले एक स्टेप तलदेखि माथि 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 गर्छ म त्यस्तो माथि गरौँ कति नजिक जस्तो लाग्छ होइन यत्तिकै तर कति जग्गा छ अब खुट्टाले सासले छोडिरहेको छ वी हेभ टु अप्सन यसरी यसरी गएर
तिल्जुसम्म बेस क्याम्पसम्म गएको थिएँ तिल्जुसम्म जान सकेन भन्ने तिमीले गर कि पछ्याउनु न या फिर जे होला माथि पनि I can't give up. I can't fucking. लाइफमा यत्रो मैं यसरी गरिरहनु जस्तो त यो गरेन जब यसको can't give up. Fucking. हेलो 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 हमारे साथ अभी एक और बंदे भी जुड़े हैं जो मुंबई से आए मेरे पीछे वो बोल रहे थे कि 5 बजे हामी जाँदै हिँडेको हामी लाइक 5:30 होइन कि 6:00देखि हामी 6 बजी हिँडेको हामी यहाँ छौँ अनि उसै 5 बजी हिँडेको अरे एन्ड हालत बिजोग भएको छु एन्ड पनि पछाडि छ किनभने मुम्बईदेखि आएको रहेछ लाइक ए होइन जुन चाहिँ इन्डियादेखि बिहारदेखि लगाएको छन् कि उहाँ आज बस्ने रे कसरी बस्न सक्छ नि माथि मोटा चुटाउने होइन करेंगे पाइलट होला भर्खर बन्नु लाग्यो यो टोयलेट बनाएको युजै हुँदैन होला यो यस्तै यस्तै बिच टोयलेट अनि बस्ने ठाउँ राख्दैछ अलिकति सजिलो हुन्थ्यो हजुर यतैको हो कताको हजुर रोल्पा ए उतैदेखि आएको हजुर उतैदेखि आएको हजुर ए रोल्पाको भगवान शक्ति दे भगवान जय बजरंगबली फाइनली गाइज हामी तिल्चु लेक 4919 मिटर माथि छौँ यस्तो दामी छ भ्यू र अहिले यहाँ माथि आउँदैछौँ अलिक थाकेर चाहिँ अब अलिकति गाह्रो भइरहेको छ भ्यू हेर्दाखेरि मजा आउँछ तर शरीरले नै सकिरहेको छैन क्या लुक एट दिस माउन्टेन यस्तो एनर्जीको लागि म त रेड बुल खाएँ एन्ड रेड बुलको प्राइस चाहिँ यतातिर 500 रुपियाँ किनभने घोडा ल्याउँछु नि त मिहिनेत धेरै छ अनि हाम्रो हजुर अनि शिवजी हाम्रो गौतम बुद्ध
गाइज हामी आज पनि बेस क्याम्पमै बस्नु भयो फर्किनु त 2 बजी नै फर्किएको थियो र केटाहरूको हालत टायर्ड थियो आफ्नो हालत पनि टायर्ड थियो अलिकति टाउको दुखेको थियो लेग लागेर सायद खुट्टा पनि त्यत्तिकै शरीरले नै सकिरहेको थिएन जान चौसो लागिरहेको थियो त्यही भएर हामी बेस क्याम्पमै बस्नु भयो अहिले अब अघि पनि बत्ती गएको चार्ज थिएन आज बेस क्याम्पमै बस्छौँ आज एक्जाम खाएर सुत्ने हामीसँग काम होला भोलि बिहानै 4-5 बजीतिर खानसारदेखि चाहिँ डिसाइड हुन्छ एनर्जीको लागि चाहिँ हाई गाइज गुड मर्निङ अब चाहिँ हामी निस्किँदैछौँ यो क्याम्पदेखि हामी खानसारहरू जान्छौँ बिहानको 6:30 कति बजेको छ खै ल अब हामी बाटोमा सायद बाटो त खासै बनाउँदैन होला किन आउँदाखेरि बनाएको थियौँ धेरै भिडियो सो अब एकैवटा हामी खानसारमा भेट्छौँ तबसम्म भिडियो हेरिराख्नु ल गाइज ओह्रालोमा झन् डेन्जर छ है यस्तो छ विराट ल्यान्डस्लाइड एरिया काटेर कस्तो महसुस फिल भइरहेछ केटाहरू लास्टमा ह्याप्पी एन्डिङ जस्तो यहाँको नसा फर्के जस्तो कस्तो भयो त्यो 2वटा लाठी बुढेसका लागे जस्तो फिल भयो अब त बेस क्याम्प हुन्छ सरी खानसार आइसक्यो आधा घन्टामा बाइक छ मसक्कत गरेको हम खानसार रात पुग्यो दिदी पनि आइसक्नु भएछ माथि कि अब रेस्ट लिन्छौँ अलिक त्यसले खानसार बनाउँछ खानसार खान्छौँ त्यो पछाडि यहाँदेखि यहाँ स्पेसल हुँदैछ यहाँ खाङसार आएर आमाले हेल्प गर्दा टोलीहरूले के पकाउँदैछ विराट गुन्द्रुकको मासु नरहेछ यहाँ यस्तो ल केटाहरूको मेहनत बवाल छ है ल गुन्द्रुक आलु के हेर्नु भोक लागेपछि नुन पुगेन के गुन्द्रुक सिङ्गिलले भनेको सायद यो गुन्द्रुक होला पानी किनभने ब्लु छ त्यहाँ छ ब्लु लेक सायद त्यही हो हामी होली सब ब्लु लेक त्यो पछाडि यहाँदेखि घुमेर जान्छ हामी ग्रिन लेक केटाहरूले फोटोसोटो खिचिरहेको छ मेरो पनि पालो अब एकछिन आउँछ अरू त यस्तै हो उहाँदेखि आइसकेको छ मेरो हात किन रमरम गरिरहेको छ मलाई थाहा छैन कसै गरिरहेको छैन अरे मेरो हातै रमरम गरिरहेको छ अब त्यही हो अब ग्रिन लेकमा भेटौँला ल केटा यहाँदेखि बाटैमा चाहिँ टक्क त्यहाँदेखि एउटा बाटो छ सानो अनि यहाँदेखि चाहिँ ग्रिन लेक यता जान्छ यो चाहिँ यता बाटो जान्छ ग्रिन लेक हो अरे है मेरो चाहिँ खुट्टा दुखेर नसा के भन्छ एउटा भुँडातिर नसा चाहिँ के भएको छ लास दुख्यो उता पुगेर आयो त्यसले चाहिँ लेक फर्किँदाखेरि चाहिँ अब नसकेको खै ऱ्याङ भएछ ह्याप्पी एन्डिङ भइदियो ह्याप्पी स्याड एन्डिङ भइदियो त मेरो त This view. सिनहरू हेर्दाखेरि त फेरि लोभलाग्दो सिनहरू हुन्छ नि फेरि यता फाउन्डेसन प्लास्टिक लगाएको छ गाइस हामी चाहिँ अब जाँदैछौँ बन्दीपुर हाम्रो काठमाडौँ जाने प्लान क्यान्सल भयो सो बन्दीपुर जाँदैछौँ यता यहाँ सक्नुहुन्छ यता पानी पनि परिरहेको छ पानी परिरहेको छ र बन्दीपुरको सफर भोलि गएर देखाउँछौँ भने बन्दीपुर पानीले छुट्यो पानीले छुट्यो अब के गर्ने
रुम मिलेको थियो फाइनली रुम पाएर यस्तो छ अवस्था तिमी देखाएको छैन कि थाहा छ त्यति यस्तो छ सबैको कपडा भिजेर हालत लुकेट बन्दीपुर आएर खास काठमाडौँ जाने भनेको यस्तो छ हालत यस्तो छ हालत बिजोक छ बिजोक सबै चिज भिजेर हेलो गाइस हामीहरू छौँ बन्दीपुर अब हिजोको त के भयो थाहा नै छैन नागबन्दीपुर अहिले बिहान अब नास्ता खानुको लागि हामी आएको छौँ दिस इज बन्दीपुर यो बन्दीपुर जाउँला होला भने हेर्नुहोस् है मेरा हालत देख सक्नुहुन्छ हमारे तो एल लग गया ल अब यहाँदेखि चाहिँ हामी बन्दीपुरदेखि केटाहरू आधा टोली त दाङ जाँदैछन् एउटा हाम्रो सागर अनि धिरु अनि दुईवटा जति फेरि बस्न जानेवाला छन् अनि बाइकमा चाहिँ हामी जान्छौँ त्यही हो बन्दीपुर पनि घुमियो एकचोटि धेरै घुमियो अब काठमाडौँ घुम्नुपर्छ अब राम्रोसँग ल हामी तल डुङ्गामा भेट्छौँ डुङ्गादेखि छुट्टी गर्छौँ र गाइज भ्लग यहीसम्म हो अब कसैको भ्लग त आउँदैन होला बन्दीपुरसम्मै सायद मेरो भ्लग एन्ड हुन्छ अहिलेसम्म जसले साथ दिनुभयो हेर्नुभयो माया गर्नुभयो इन्जोय गर्नुभयो त्यसरी भिडियोलाई माया गर्नु होला हेर्नु होला अर्को भ्लग अब अर्को भ्लगको इन्तजारमा रहनु होला